बस ल है त ल चेकिङ है त ल पऱ्यो ल ब्याक टु ब्याक कत्रो परेको त के छ दाइ हाम्रो मसलामा कति बजे खानु भएको के भयो त्यो ब्याक एन्ड रोल असली हन्टरहरू ए हाउडे सड्यो आउँदैन मिलाएर होइन फिसरम्यान मेड पर्सन टुडे जङ्गी हो नि आजको म लेट्स गो डेटिङ स्पोट ल बाटोको चाहिँ ट्याक्कै छोपिँदो रहेछ दाइ है साइड साइडमा गएर रुख रोप्दियो भने त बबाल हुन्छ स्पट माछा मार्ने हल्का दुले पानी भाइब्स रहेछ है कोल्याङको पुल के हुँदैछ दाइ अहिले यहाँ बल्छी बनाउनु लागेको है ट्याक्क बल्छीलाई नर बनाउँदैछ माछा तान्ने बल्छी माछा माछा मार्ने बल्छी हो अहिले ट्याक्क अहिले पऱ्यो भने त्यति बेला पनि ट्याक्क पानीबाट पखाल निकल पाइयो नि त आजको फिसिङ रड ट्याक्क बनाउँदै हुन्छ बोटेहरू ग्याङहरू उता माछा मार्दै कसरी हुनु त माछा परा जस्तो लागेन एउटा दुईवटा असट परा जस्तो लाग्यो त्यसपछि डुले कसरी हुन्छ पार्नै पर्यो ल अहिले छ त्यहाँ त दाइ बल्छी हाल्ने टाइम आइसक्यो आएर गड्यौला आजको दाइले निकाल्दै हुन्छ यो पराबाट चिसो ठाउँबाट आजै थाहा भयो यस्तो चिसो ठाउँ हुँदो रहेछ गड्यौला बिहान घरतिर त देखिरहेको हो निक्लेको आफै खोज्दै चाहिँ हिँडेको थिइनँ अहिले गड्यौला नि लिएर आयौँ हामीले अब हुन्छ खडा यहाँ छ बल्छी टक्क यहाँ हाल्ने ट्याक 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 छाको ऊ हाल्न मैले जान्दिनँ यो हुकमा टक्क देलाएर यहाँ जाममा हाल्ने हो क्या यो माथि खोला हो बाघले नि आउँदैछ थोरै माछा बोकेर जालमा पर्छ माछा परे ह लिटल फिस ल पर्यो नि त आइज आइज न यो खासै गइरहेको गर्छ यही टेकेको ठाउँमा आइज न वागले हल्का डराएको अवस्था तरिस कहिले तरिस आज त तरिनछ होला नि आजै अहिले तरिदिस् छैन कहिले ए फेरि डल्फिन हो क्यारे भयो नि हल्का पराएर रहेछ है माछा ल
हो दाइको स्टाइल है त्यो माछामा उकाल्ने हुकै गायब बनाइदिने गडेउलालाई कन्फ्युज के अरे माछालाई कन्फ्युज टक्क पाग्ले फेरि जेको देखो फोटो उता ल यसलाई ट्याक्क ट्याक्क फाल्दै ए ल कडा स्ट्यान्ड बाई ल गडेउला पर्यो गडेउला पर्यो होइन के गडेउला लिएर आएको हो नि साह्रो छोडेपछि सकिगयो ल अब धेरै भयो क्याच अब कुकको टाइम हो अलिक वाइड खिच्नु पर्ने जस्तो लाग्छ मलाई ठिक छ हल्का रिफ्रेसमेन्ट चाहिरह अब कोक खानुपर्छ अब ल टोली आजको हाम्रो 4 जना फोटो क्लिक 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 अब कुकिङको टाइम भइरहेछ कुकिङ वी आर कुक लाइ त भिर अब म त हल्का अब तँ पो अब टक्क बस्ने हेर्ने हो म त कामदार गर्ने मान्छे हो मलाई माछामा यत्रो समाको माछा यार बाल दिन आफैले मारे जस्तो गर्छ फेरि आफैले मारे भने त अहिले के गर्छ हेर्न नि दिन्न होला अहिले नहेरे त्यहाँ यो दाउरा सही बल्छ नि त थाहा नि तपाईँलाई यो के दाउरा थाहा तपाईँलाई मैले भन्नै नपरोस् कि दाइ है दाउरा हो के हो भन्ने कुरो गफ त बेसी दिन्छ मान सबै अघिले पालो तर गरुङ्गै हुँदो रहेछ बल्ल सुरु भयो अघिसम्म चाहिँ थिएन उता वाकिफले गिरिया कार्य गर्दैछ लोकेसन चेन्ज भयो क्या अरे अहिलेलाई दाउरा ल्याउनु हुँदैन ल आगो सागो बल्यो चाहिने कुरा अन्त नचाहिने अन्त खोला माछा मारेर आगो बालेर माछा मारेर पुरा सुकाइदिने खोला आगोले दाइले सोलिड लिएर आउनु के छ दाइ हाम्रो मसलामा सुकेको खुर्सानी अनि लसुन मसला हाम्रो त्यहाँ छ बाम माछा माछाको के छ नाम यो भनेको हाम्रो टचअप सुरुमा बिहान 8 बजे अहिले 10 बजिसक्यो पुरा हेर्नु न यार भन्ने फुटाइदिइहाल्छ यो हाम्रो बाम माछा असला साना छन् सुरन दाइले मसला हाल्दै हुन्छ पछि अब यो माछालाई चाहिँ हामीले टक्क टमाटरमा दाइ पिसेर अचार खाइन्छ अचार कस्तो हुन्छ दाइ भनिदिनु त अचार सानोदिनो अचार जस्तो सानोदिनो हुन्छ त दाइ भनेकै मिस्टर सुरन सेफले बनाइसकेपछि ल माथिको फ्रेस माछा लोकल फ्रेस भन्छ फेरि लोकल पुरै आन्द्रा भुडी पुरै सफा गरेर ल्याएको हामीले सफा हैन जडीबुटी खा हुन्छ नि जडीबुटी लेउ खाएको हुन्छ यता पुरा माछा पाकिरहा उज्जवल
के को खोजीमा हो त? मासु आज उता गमौलीबाट दुध ल्याउँदा सुरन दादाको घरमा ट्याक्क लोकल भाले ट्याक्क भुत्लाको भिडियो छैन, यो मात्रै छ, बुझ्नु होला। आज यो पाक्दैछ सुरन दादा सेफबाट। सुदीप दादा नि पुरा मसलादार बनाएर आउनुभयो। खैदाई मसला खैदाई। ओहो प्लास्टिकमा ओहो पुरी यो चाहिँ अघि खोलाको तिरमा पिसेको टक्क देखिसक्नु, त्यसको भिडियो नि सँगसँगै आउँछ सब। अब हामी त्यहाँ पारी जाँदैछौँ, त्यहाँ बल्छी थापेको थियौँ, टक्क त्यहाँ माछा पऱ्यो कि परेन भन्ने कुरो। परेपछि फेरि सिधै बाम पर्छ नि त, होइन? मैले गल्ती भने होइन, अलवेज ट्रुथ वाग्ली इज ट्रुथ। दादाले हाल्दै हुनुहुन्छ लोकल कुखुराको मासु बोटेटारको। हल्का परबाटै खिच्छु, जम्मा गरिदिउँ होला है। टक्क फोहोर चाहिँ जता पाइ नफाल्ने होइन, हामीले टक्कै व्यवस्थित छौँ। ल तपाईँहरूले पनि यस्तै गर्नु हो, टक्क सबै चिज यहाँ बन्दैछ। कतिवटा मैले 2टा भिडियो बनाइसकेँ होला माछा मारेको चाहिँ। अब त्यस्तै माछा सानो भित्ती पारेको, यो चाहिँ फर्स्ट टाइम होला अलिकति एपिक ठुलो खोलामा गर्न त म गर्छु, तर भिडियो चाहिँ बनाएको छैन। दिस इज फर्स्ट भिडियो सुरन दाइसँग सुदीप दाइसँग। घरमा त त्यस्तै हो, के भनिन्छ बनाएको छ भिडियो। अरे दाइ अमिलो ल ट्वाक केसँग खाने? अमिलो बन्ने यहीबाट होइन दादा? हो मासुमा पिरो ट्वाक्क धेरै जुम गरेका हो। ल अर्गानिक पुरै अर्गानिक ट्याक्कै फल्दै टिपेर यहाँबाटै टिपेको त होइन कि, तर यस्तै रुखबाट यत्तेरी फेरि खस्यो माथिबाट। ओ माई गॉड, कोरियामा सिकेको है। कोरियनको कटिङ हेर्नु त कस्तो फास्ट। मैले सुसी नि बनाउँथेँ। सुसी के सुसी भन्दाखेरि खानेकुरो हो कि एउटा। ए ल बुझ्नेले बुझिहाल्नु है सुसी भनेको के हो। म दाइ यो प्याज कस्तो कटिङ काटौँ दाइ? ल कोरियन है त। अलि ठुल्ठुलो काट्न होइन, ठुल्ठुलो हुन्न कि मिठो हुन्न। ए पातलो त्यस्तै कस्तो कट हान्नु? ठाडो 2 जिरे भर्टिकल 2टा अघि बनाइदिउँ। म फेरि आँखा काट्ने बेला कहिले हेर्दैन नि दाइ, यता हो कि हो आमा हो कि। एक्टिङ त फिल्म नखेलेको मात्रै, फेरि शान्ति र एक्टिङ फ्रेस। हल्का ग्रेभी बनाएर छोडिदिउँ कि पाकिराख्छ नि त। त्यसो एकछिन बसौँ न त, अहिले जानु पनि कि खाँदैन हुँदैन भने त। स्वाद आउँदै खाँदा लोकल भाले है, बोटेटारको लोकल भाले भन्छ। अब त पुरै छोड्दैन भनेको कि, पुरै सक्छ भनेको कि। गफै त हो भने यो चाहिँ काट्नु पऱ्यो है, गफै त भन्ने दाइले भन्नै हाल्नु हो, यो चाहिँ काट्नै पर्ने हो। पिरो त मसला नै पिरो छ नि है। मसला कहाँ जान्छ होला र भनेको कि। भाउजूले हाल्दैन मसला त छ नि फेरि होइन। यो फेरि हलेदोबाट हलेदोलाई पिसेर नाइ भन्दैन टिपलाई नै त्यस्तै चाहिएछ है हल्का रिक्वायरमेन्ट। के हो दाइ कुरो धेरै यो जङ्गलतिर जान्छ नि त। गाडीले मेरो बाघको फोटो हेर्नु भएन यार। बाघको फोटो हेर्नु हेर्नु भएन अहिले हेर्नु भएन। अब नुन त हाल्नु भएन नि दाइ? नुन हालेर भाइ अन्तिममा हाल्नु है। प्याज किन्ने नै अरू यो अचार हाल्नु नि भाइ यार। अचार बनाउने थियो, अहिले माछा पऱ्यो नि फेरि पकाउनु पऱ्यो कि। ए ल माछा त पर्छ नि अब है। मैले त त्यो होस घुमाइदिन्छु कि बेलालाई के गर्ने हो, दोस्मा होस घुमाइदिने कि। नगुमाउने यार। टमाटर मसला हालौँ दाइ पहिला। खाने काटेर त राख्नु काटेर राख्ने मलाई। अनि बैङ्कमा के छ त हाल्को ठिक छ नि? बैङ्कमा कति भयो त खानुभएको त्यहाँ? 6-7 वर्ष लाग्यो।
ब्याङ्कले केही त गरेन होला नि फेरि मिसन माछा एकदम भाइ पनि आइसक्यो कसरी हुन्छ माछामा भाइले चाहिँ के लिएर आयो रे बगाउने जाल आज माछा त सकिने भयो क्या हो लोकल भाले लोकल माछा सकिने भयो आज माछा यो बगाउने तयारी हो बगाउने तयारी अनि यसलाई चाहिँ यसलाई अब हामी के गर्छौँ यो जाललाई मादीमा लर अहिले पौडी खेलेर देखाउँ क्या पौडी खेलेर ल्याउने ट्राई हुन्छ भाइकै टाउकोमा जान्छ यो क्यामेरा चाहिँ त्यो अर्ग्यानिक अचार अर्ग्यानिक यसमा के छ बजारमा अचारमा माछा छ माछा कुन कुन किसिमको माछा छ सुदीप दाइ भनिदिनु त असला बुदुना चुचेबाम गडेला गडेला त माछाले खाएको होला नि गडेला माछा भन्ने अनि ट्याक्कै यहाँ धेरै कुरा मिसिया जडीबुटीहरू माछाले खाएको जडीबुटी खोलाको जडीबुटी अनि अमिले हाल्ने सब हाल्ने ट्याक्कै ल माछाको अचार बन्यो स्पेसल ट्याक्कै यो खानासँग आँटा नि भयो चिकन पनि भयो चलाइदिने हो कि के हो पर्दैन होला भाइ पानी ठन्डा हल्का है ल यो यसलाई भन्छ माछाको अचार माछाको अचार माछा हालेर बनाएको अचार माछाको अचार ल सही ल जाल यहाँनिर अहिले प्लानिङ हुँदैछ है त ट्यागको माछै माछा भाइले पार्छ माछै माछा यो चाहिँ के हो सिसा ए गरुङ्गो हुँदो रहेछ है यो चाहिँ पुरै एकदम टेक्निकल पौडी खेलेर पारि जान्छौ ए टेक्निकल ल भाइले हान्छ यो टेक्निकल स्टाइल फिसिङ आजको रियल गेम सुरु पल्टाउन चल्ती भने एकजना भाइ थपियो अब हुन्छ आतङ्क पुरन दाइले गर्नुहुन्छ आतङ्क ओहो बालुवा तातेको बर्दियामा त यस्तो लु लाग्छ होला है बर्दियामा त छोड्दैन पुरै यो फेरि अस्ति भर्खर बर्दिया गयो तर अफसोस यसले दोस्रो पटक जाँदा तेस्रो पटक जाँदा पनि यसले समातेन बाघ त समात्यो तर यसको मिसन अनसक्सेसफुल मेरो मिसन भनेको चाहिँ अलिकति नेक्स्ट लेभल पानी खाएको तर यो भन्दै गर्दा यसलाई चाहिँ यसको इन्स्टा हेर्नुपर्छ त्यसको मिसन कस्तो हुन्छ मेरो इन्स्टा चाहिँ त्यो युट्युबको बायोमा हुन्छ फोटो वाकिफ हो युजर नेम लट्स अफ खिच्छ भोलिमा भाइरल लगायो भने हेरिदिनु ओ माया धन्दै ल मिसन माछा यसले फेरि चप्पल त्यसको त ल लैदियो क्या ठुलै पऱ्यो जस्तो लाग्यो ल 1 डाउन नथिङ टु गेट सेकेन्ड आयो क्या हो ल केही होला ल यो 2 डाउन फेरि छैन 3 डाउन ल यो 4th है त 5th डाउन यो पनि छैन यो हो कि ल माछा परे क्या यार ल है त के होला जस्तो है त के गर्नुहुन्छ कि के हो ल है त डल्फिन दाइ बस्नु सातौँमा 7औँ सुन्ने ए यस्तो रहेछ स्टाइल है त के रे यो स्टाइलको नामै बिर्सेँ फेरि म यहाँ माथि हालिदिन्छु तिहारी जाल माछा पार्नु पर्यो ढुक्कसँग ल
ल जाल पसिसक्यो है जाल पोज दिनु पर्यो पोज ल गयो भाइ अड्के सललै रहेछ कि माछा माछै परेन ह्याडी पारी जाऊँ क्या है अहिले चाहिँ माछा नपरेको अवस्था अब यो सर्टमा पर्छ कि भन्ने हामी यसो दोस्रो पटक प्रयास हाम्रो पहिलो पटकमा नपरेको अवस्था अलि चाहिँ पर्ने छ कि भन्ने आशा छ अहिले माछा पर्यो भने यसो हजुरहरूलाई देखाउने छु कस्तो तरिकाले पर्छ भनेर हेर्दै बस्नु होला अब हेर्नेछौँ हामी माछा परेछ कि छैन भनेर टक्कला माछा त छैन त हो के हो यो खोलामा त छैन क्या हो यो खै माछा नै परेन दोस्रो पटकमा नि माछा परेको देखाइदिन्छु भनेको हजुरहरूलाई तर माछा पर्न असम्भव अब अर्को प्रयास छ हाम्रो अब चाहिँ टक्क दाइले बोकाउन लगाइरहेको छ तयारी चाहिँ मैले बोकाउँदाखेरि परेन अब यसो दाइले बोकाउँदाखेरि पर्छ कि भन्ने आश गर्दछौँ के अरे यसो पर्यो भने हजुरहरूलाई टक्क देखाइहाल्नेछौँ गर्मी महिनामा तर पौडी खेल्न चाहिँ रमाइलो हुन्छ आउने होला तपाईँहरू सबैजना पौडी खेल्नलाई यो ठाउँ चाहिँ पोल्याङ लमजुङ पोखरा जाने बाटोतिर हो रमाइलो छ पौडी खेल्न टक्क माथिमा खेल्न पाइयो मेरो नाम चाहिँ वाकिफ वाग्ले म चाहिँ डुब्दैछु मेरो साइडमा उज्जवल पढ्ने चेन्द्री छ पर्यो यसमा नि परेन अब हामी तेस्रो बल्छीमा हेरेर जाँदैछौँ तेस्रो बल्छी पनि खाली निस्केको छ अब पाँचौँ बल्छीमा हेर मै त के हुन्छ
5औं बल्छी पनि असफल भएको छ। अब हामी यो बल्छी लिएर होइन नपरेको बल्छी अघि 2टा माछा परेको थियो 6वटामा, अहिले 6वटामा 0 कुनै पनि बाम माछा पर्न सफल भएको छैन। टक्कै देख्न सक्नुहुन्छ गणेउला पनि खाइसकेको छ माछाले, तर जालमा पर्न सफल। टक्कै यहाँ 1टा 2टा 3टा 4टा 5वटा यताबाट कडा कडा ल भिडियो भइरहेछ होला होइन, सबै गए। अब म पनि जाँदैछु। एकछिनमा फ्राई हुन्छ। ल नयाँ फिसरम्यान नि आइसक्नु भयो हामीसँग। आएको आयो कि कनेक्ट भएको भयो कि जक्सन हो कि यो चाहिँ हाम्रो तल माथिबाट मार्दै आउने हेर्न उता उता देखा न, उता पाक्दैछ। पुरा कुक्स हुनुहुन्छ। अब माल पाल पार्नुहुन्छ। एभ्री प्रब्लम हेज इट्स ओन सल्युसन होइन। अब सुदीप दाइले बोतललाई टक्क घोपेर गिलास माछा राख्ने भाँडा हो। त्यो माछा राख्ने हो। गिलास पानी खाने गिलास सकियो नि त। पानी खाने ट्वाक द आर्ट होइन, द आर्टिस्ट। 12:30 बजे टक्क अब एकदम धेरै माछा मारेपछि थकित अवस्थामा माछा चाहिँ यसपछि पाकिन्छ होइन चट्टा लाएर। अहिले हामी जनसङ्ख्या नि बढिसक्यो, 4बाट अहिले 6 भइसक्यो। माछाको अब झन् धेरै हाकार हुने भयो। ल भात ल बाग्ले सब रेडी। ल है त खाम है त। ल हस्लिम त सबैले हातमा ग्यास लिम त। ल है चियर्स। यो चिज छ यो कहाँको माछा हो? नाम के हो त यो माछाको? असला तिते माछा भन्छ। तिते माछा मुखै तितो बनायो तिते करेलीले लाठै बनायो झिमझिम परेलीले। ल प्याक एन्ड मुभ है, प्याक एन्ड मुभ। क्याच एन्ड कुक सकिसक्यो। अब फेरि क्याचको लागि जाँदैछौँ है। मन पनि तिते करेलीले मुखै तितो बनायो तिते करेलीले मलाई लट्ठै बनायो ल है त। ल चेकिङ है त। ल पर्यो होला के पर्यो यो? बाम माछा परेको छ होइन। यो माछा चाहिँ यो लमजुङ जिल्लाको माडी नदीमा निकै नै प्रशस्त पाइने छ रूपमा फेला पर्ने छ। हामीले बल्छीमा गणेउला राखेको थियौँ र यो गणेउला बापत यो हाम्रो यो सफल हुन गएको छ। ल है ल फुटाने एउटा ब्याक टु ब्याक है, ब्याक टु ब्याक। मुखैले त बनायो झिम परेलीले। ल है त ब्याक टु ब्याक। तिउन खानी थप्नु न कोदोको झोल पानी तिते करेलीले। ब्याक टु ब्याक है, ब्याक टु ब्याक। केटाहरू निकालिसक्यो। दोस्रो प्रयासमा है त, दोस्रो प्रयासमा। यो त बवाल छ। सकिगयो नि कत्रो परेको त हेर त।
जिम्दै हो ओ या हामीसित अहिले छ ब्याक टु ब्याक ल हल्का डिस्क्रिप्सन ब्याक टु ब्याक ल त्यो त बाई वाटर गयो म चाहिँ बाई फुट कस्तो गहिरो के है see the piece of water छुट्टै तातो छ के लाइफ टाइम एक्सपिरियन्स भाग्यो पोको त आमामा ल भिडियो 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 माछा भिडियो छ। ल है झोल चाहिँ नफुट्न जस्तो थियो मार्नी भयो ल ल माछा माछा ल पर्यो है त अब आयो माछा पल्टन बोकेर आएको थियौँ हामीले ल सकियो भने त यही त हो नि माछा आठवटा पर्यो ल है ग्याङहरु देख ग्याङ 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 ल मामा आजको शिकार शिकार हाम्रो सुरन दाइद्वारा माछा क्लिनिङ भइरहेको यहाँ माछाको के फालिदिन्छ दाइ माछाको आची आची अब यो चाहिँ पुरै भिडियो भने बेसर हाल्यो यस टु अब के गर्ने मसला ससला हाल्नु त चान्चुन कति छ अरे तान्छु नि छ नि 1.5 किलो 2 किलो अहिले 1.5 किलो छ अघि हामीले किलो म्यारिनेट अहिलेले चाहिन्छ फ्राई मात्रै गर्ने फ्राई मात्रै गर्ने ग्रेभी बनाउने फ्राई गरेर ग्रेभी गर्ने र अमिलो पनि हाल्यो है यतै छ वाह सुरन दाइको चुक आयो के चुक यो हो नि त बल्ल चिज भनेको त मामा ल हात थाप्नु त नुन मसला मसला नै हाल्नु पर्यो यो त डढी जल्न मात्रै हो त ब्लास्ट बाकी छ कि उतार्नु पर्ने सबै हैन अलि पकाउनु उतार्दिम नि दाइ हैन केही फरक पर्दैन नाला नि त्यो हुन्छ भए पानी पानीहरु हुन्छ के दाइ ब्लास्टिङ हुन्छ अब आइस भाइ अरे नहाल नि पानी भयो पानी भयो हाल्नु नि बिग्रिसक्यो दाइ त हामीले ब्लास्टिङ हुन बाँकी छ है ल ल ल हाम्रो मामाले हाल्दिनु छ है ल है आजको बबाल फिसिङ ल ओहो तड्का यो हाम्रो काँको स्टाइल हो यो लमजुङ स्टाइल बोटेचार स्टाइल घरमा धेर नहाल त्यो त हुन्छ अर्डर मामतिर अर्डर होला ल बस टमाटर यही छ भाइ बस यो नि त यो त ल के माथिको फोटो हेर्नु न माथिको ट्याक्क पहाडमा निकालेको देखाउने कि मासु पुग्लुक हेर्ने भुग्लुक त्यो एउटा भिडियो छ नि है पर्दा पर्दा सिधै पर्छ नि ल्या क्याच एन्ड कुक ल आजको माछा ब्लग पनि सक्सेसफुल भइसकेको छ है 4 बाट 6 भएर सबैलाई थ्याङ्क यू होइन सक्सेसफुल हुन बाँकी छ अझै फाइनल गुड बाई त छँदैछ गुड बाई तर अब भिडियोमा चाहिँ यही हो गुड बाई यो ठाउँमा बस्यो हामी कहाँनिर भन्दा यो पर्जुली यता जुनले कटेपछि अहिले लमजुङ पारी कास्की है त्यहाँको यो एपिक सेन्टर है यो चाहिँ यो ठाउँमा यता हामफाल्न मिल्यो ल सब ल सरसफाइ नै भइसक्यो लेट्स गो ल हाम्रो टोलीहरू
एकदम केटाहरूले फेरि शीतलतिर लिएर आएको कहाँ लिएर आयो केटाहरूले यो त स्लोप छ त पुरै 90 डिग्री On my right side there is a temple. What is called temple? This is pretty good place than before. Pretty crazy. कहाँको माछा रे मामा यो मादी खोलाको अर्ग्यानिक भर्खर टिपेर खोला यही छ फेरि अब हजुरहरूले हेर्नु भिजुअल हेर्नु भनेलाई अर्ग्यानिक यसरी खानुपर्छ अर्ग्यानिक भाँचेको होला भन्नुभयो भने बल्छीबाट निकालेको भिजुअल पनि छ ल मिसन आजको बोटे गाउँ टु पर्जुली के मेन लोकेसनबाट यहाँ 1700 मा चाहिँ यात्रा टुङ्गियो यहाँबाट त अब घर हो सबै ठ्याकठुक ल हाम्रो टोलीहरू चाहिँ यही हो 6 जना ट्याक्क भिडियो पल्टन काश्मीर अब यस्तो हावा खाले चलाइन्छ नि बाइक पल्टन घर सरर र्याक भन्ने शब्द हुन्छ र्याक के हो र्याक भन्ने जुत्ता राख्ने र्याक ट्र्यापमा छन् जस्तो लाग्छ यार पुरै बाइकरै ट्र्यापमा ल थ्याङ्क्स फर वाचिङ